हेलो नमस्ते गाइज वेलकम टु माई न्यू भिडियो। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज हामी दुईवटा कहाँ जान लाग्यौँ भने दाइको पासपोर्ट आएको छ कि नै भनेर उता प्रशासनतिर जान लाग्थ्यौँ है। टोपी मिलेको रहेछ, टोपी सोपी मिलायौँ। दुईवटा साथीभाइ मिलेर यसो जाँदै थियौँ। त्यहाँ माथि पुग्ने हो कि जुम गरेर देखाएको छु हजुरहरूलाई। अनि बस पार्क लिएर पुग्यौँ है। बस पार्क लिएर पुग्यौँ, थोरै मान्छेहरू रहेछन्, त्यस्तो भिडभाड चाहिँ रहन्छ है। दिउँसोतिर धेरै भिडभाड हुन्छ क्या। बस पार्क लिएर पुगेर वरिपरिको नजारा हेऱ्यौँ है, राम्रै रहेछ। अब हामी उकालो चढ्न लागिसक्यौँ, बहुत उकालो छ कि फेरि गर्मी पनि भइरहेको थियो है। माथि यत्रो उकालो छ कि यस्तो उकालो कसरी चढ्ने होला भन्ने भइरहेको थियो। अनि उनी ह्यान्सी पुरा मस्किरहेको थियो है, कोसँग मस्किँदै त थाहा भएन। गफ गर्दै गयौँ, बहुत उकालो थियो, क्या गर्ने क्या। अगाडि कुकुर पनि भेटिनु भयो है, कुकुरले हाई भन्नु भने अनि उहाँले हाई गर्नु भएन। त्यसपछि हामी सिधै जिल्ला निर्वाचन कार्यालय लिएर पुग्यौँ है। अनि त्यो माथि आइसक्यो क्या प्रशासन। अनि हेऱ्यौँ कति यस्तो उकालोबाट चाहिँ नि आम्मा के गर्ने, सानो पसलहरू रहेछन् है। भित्र छिर्यो, नाम खोज्यो, भेटाइन्न। अङ्कललाई खोज्न लगाएको, भेटाउनु भएन। मैले नि यसो हेरेँ है, तिनवटाले हेरिरहेछन्, खोजिरहन्, भेटेन, गइजाऊँ भनेर फर्केको। नागरिकता कराउने मान्छे कत्रो आउँदो रहेछन्, थाहै भएन। हामी त फर्क्यौँ है। के गर्ने, दुःख मात्रै हो। हामी आएको ठाउँ त्यो पारीदेखि हो, फेरि त्योभन्दा नि पारी जानुपर्छ अहिले। के गर्ने, गाह्रो छ गाई, ओह्रालो झर्थ्यो, चप्पल बहुत लड्किरहेको थियो है। आजभोलि त यति ह्यान्सी भएछु कि आइफोन बिना नि यत्रो राम्रो देखिन लागेछ। आहा, अरूले आँखा नभने नि आफैले राम्रो देखेको छु भन्नु सुहाउँदैन अरे। तर मैले आज भने है, राम्रो त राम्रै हो नि, म पहिले देखेँ। तर के गर्नु, कोही केटीले हेर्दैन। त्यसपछि सिधै हामी सखत्र लिएर पुग्यौँ है। फेरि स्कुल किन जान लाग्यो भनेर सोच्नु होला, आज फर्म भर्न भनेर जान लाग्यो हामी दुईवटा है। अरू साथीहरू त स्कुल पुगिसकेका रहेछन्, हामीलाई भन्नु नि भनेनन्। ठिकै छ साथीहरू। यसो साथीहरूलाई खोज्दै क्लाससम्म पुगेको, पढ्न लागेको मान्छेले हाम्रो पढ्न लागेछन् होला जस्तो सम्झिरहेको थियौँ, खाइरहेछन्। अब के भन्ने है, मलाई नि आउने बित्तिकै दिइसक्यो। मैले त खाइदिएँ, 2 दिनको जिन्दगी खानुपर्छ भनेर खाइदिएँ मैले त। अनि अरूले त हेरेर आएको थिएँ, गएँ भनेपछि त फेरि खाने पनि, लाउने पनि, बस्ने पनि, उठ्ने पनि भइहाल्छ नि हौ सबै चिज। फेरि दिइरहेको थिएँ, मैले खाइरहेको थिएँ। अब उनीहरूले बनाइरहेको थिएँ, मैले चबाइरहेको थिएँ है। यस्तै त हो नि। कसैले बोयफ्रेन्डलाई सम्झेर खाइरहेको थिएँ, कसैले गर्लफ्रेन्डलाई सम्झेर खाइरहेको थिएँ, कसैले आफ्नो के भन्छ दुश्मनलाई सम्झेर काटिरहेको थिएँ है। मैले फेरि मेरो भलकलाई सम्झेर खाइरहेको थिएँ। यस्तै त नि भनेर है। अनि के भन्नु, नुन पनि मिठो रहेछ, सबै मिठो रहेछ, खाने पनि बहुत मिठो थियो। अनि खाइरहेको थिएँ मैले। अरूले चाहिरहेको थिएँ, कति भानुलाई मात्र दिन्छु भनिरहेको थिएँ। अब खाने भनेर जन्मेको म मात्रै हो, अरूले खान्नन् है। म खान्छु भनेर खाइदिएँ फेरि एउटासँगै। साथीहरू चाहिरहेको थिएँ, अरू टिपेर ल्याइदिएँ, यसले सबै खाइसक्यो भनिरहेको थिएँ। अनि खायौँ, सुषमा दिदी जाने बेला भयो, बाई भने सबै छुट्यौँ त साथीहरू। हेरिरह्यौँ, गफ गरिरह्यौँ। तिमीले मात्रै खायौ, हामीलाई खानु दिएन भने भानु भनिरहेको थियो। यस्तै त नि, अब म आएको ठाउँ कसलाई राम्रो हुन्छ र ठिकै छ भने है। गेममा प्लेयर अफ द म्याच पाएकोलाई 1000 रहेछ है, त्यो त थोरै भएन त भनिरहेको थिएँ। यो जहिले नि स्कुल आउने ग्याङ हो है। के भन्छ, म छुट्याएको छु यसमा, अनि यसपछि सुषमा छुट्याएको छु। सब डेली आउने ग्याङ हो। यिनी रुक्मिनी नानी कति राम्रो है। म जति राम्रो कोही छैन भनिरहेको थिइन् उनले, पुरा पारा। के गर्नु खै, रुकुमका मान्छे नै हेर्छ भन्छन् भनिरहेको थियो, हो रहेछ। मलाई हान्नको लागि मौका देखाइरहेको थिएँ है। कबाडी ग्याङ मेरो ग्याङहरू भन्नु देखाइरहेको थिएँ। ठिक छ, म पनि देखाउँछु कुनै दिन ग्याङ भने है। गयौँ, यहाँ झगडा गरिरहेको थियो कि दुईवटीले, यता आइज उता आइज, खै किन हो, बोयफ्रेन्डको पत्ता हो किन हो खै। यस्तै झगडा गर्दो रहेछन् केटी भएर पनि, अचम्म छ यार। अनि के भन्नु खै, उनले आऊ सबै केटाकेटीहरू फाइट गर मन रुक्मिली नानीले त्यस्तो गरिरहेको थिइन्। सल्यान नानीले हानिरहेको थिइन्। अब के भन्नु खै, यस्तै रहेछ यिनीहरूको पनि। गाह्रो छ हेर त। आहा,
फाइट पनि खतरनाक छ त नि। कहिले देख्नु भएको थियो यस्तो खतरा फाइट? कहिले देख्दै देखाएको थिएन होला हौ। पछाडिदेखि सपोर्टिभ डेभिड उता पुष्पाको उनीको को हुन् थाहा भएन। अगाडि उनी फेरि गर्लफ्रेन्डले फोन हानिन्, चल्दिसक्यो हामीलाई छोडेर है। हामी यति पछाडि छौँ तर उसले हामीलाई बालै नदिएर अगाडि गइसक्यो। गर्लफ्रेन्डको फोन आयो। यस्ता यस्ता हुन्छन्। ठिक छ, बजारदेखि जाने भने गर्लफ्रेन्डको फोन आएर माथिदेखि गइसक्यो। त्यस्ता हुन्छन् साथी भने ठिकै छ साथी। अनि यो पनि गएको हो हेर त, फाइट गरेर खाने दुईवटाले। अब के भन्नु यस्तालाई। जान्छु भनेर थियो, जा तिमीहरूकै छन् 3 बार भने होइन, घिसेलले जा भने गयो। दुईवटा गइसक्यो। अनि हामी बजार पुग्यौँ है, बाई भन भने बजारदेखि हामी लाग्दियौँ कोठातिर। उनीहरू आफ्नो घरतिर लागे। उनीहरू आफ्नो रुमतिर गए, म आफ्नो रुमतिर। आजको भ्लग यति नै। बाइ बाइ गाइज। अब अर्को भ्लगमा भेटौँला।